अब त्यो शान्तिपूर्ण प्रदर्शन शान्ति तपाईँको हाम्रो रत्न पार्कको शान्ति बाटिका भनेको निषेधित क्षेत्र पनि होइन। यदि निषेधित क्षेत्र भइदिए भए त्यो कुरा भन्न सकिन्थ्यो। त्यो भएको हुनाले यस्ता विषयवस्तुमा ज्यादा टिका टिप्पणी गर्नुभन्दा सरकारले नै यो प्रश्न सोध्दा राम्रो रहन्छ। त्यो तपाईँहरूको त्यो मोडालिटी भोलि आन्दोलनको मोडालिटी अथवा कसरी अगाडि बढ्छ? हामीले शान्तिपूर्ण यसलाई प्रदर्शन गर्ने भनेका छौँ। शान्तिपूर्ण हाम्रो विचार अभिव्यक्ति स्वतन्त्रता राख्छौँ। हामीले शान्तिका रूपमा शान्तिपूर्णका रूपमा आफ्नो भेला गर्छौँ। अब व्यवस्था नपल्टाइन्जेलसम्म निरन्तर भनेर अध्यक्षले भन्दै हुनुहुन्छ, त्यही नै हो। अब कि दुई चार निरन्तरै हामी जान्छौँ र सदनबाट र सडकबाट जेसुकै प्रक्रियाबाट अगाडि बढाउँछौँ। अब प्रधानमन्त्री त नेपालको संविधानै उल्लङ्घन गर्ने, मानवाधिकार आयोगको रिपोर्टसम्म पनि नपत्याउने, त्यो भयो भने प्रधानमन्त्रीलाई अहिले पनि भन्छु, ऐन कानुन बमोजिम अहिलेको महानिरीक्षकले उहाँलाई चाहिँ सजाय गरियोस्। यसरी उत्तेजनक भाषणहरू गर्न पाइन्छ। त्यसबाट घट्ने दुर्घटनाको पूर्ण जिम्मा प्रधानमन्त्रीले 11 बजेदेखि 2 बजेसम्म काठमाडौँ पूर्ण रूपमा कब्जा गर्नको लागि कार्यकर्तालाई निर्देशन दिनुभएको छ। अब तपाईँहरूको कार्यक्रम चाहिँ 2 बजे पछि हुन्छ? हुँदैन, हाम्रो पहिल्यै हुन्छ, बिहान 9 बजेबाटै हुन्छ। यसमा के आपत्तिको विषय? भनेको भिडन्त हुने भयो होइन? त्यो प्रधानमन्त्रीलाई सोध्नुहोस् न। कार्यक्रमको आयोजना हामीले गरे, प्रधानमन्त्रीले ल्याएर मान्छे भिडाउन पाइन्छ? देशको प्रधानमन्त्री सडकमा गएको कहीँ देखाएको छ? एउटा कथन छ, गर्नेलाई भन्दा हेर्नेलाई लाज, केपी शर्मा ओली कमरेडको सडकमा बास। यस्तो पनि हुन्छ? संसारको कुन देशको प्रधानमन्त्री छ जबकि सडकमा भिड्न जाऊ भनेर कार्यकर्ताले तपाईँको उर्दी जारी गर्ने, सत्ता छोड्ने सडकमा आउने? यदि सडकमा आउन नै रहर छ भने प्रधानमन्त्री भनेको त्यो चैत 15 गते तपाईँहरू जस्ता पत्रकार साथीहरूलाई पनि अपिल गर्न चाहन्छु। तपाईँले लामो समय पत्रकार गर्नुभयो होला, यस्ता प्रधानमन्त्री कहिले देख्नु भएको थियो जीवनमा? सत्ताको बागडोर सम्हालेर पनि मान्छेलाई कुट मार काट जाऊ भन्ने, यो त लाजको मर्नु कुरा हो। उठाउनु पर्यो संसदमा। यो प्रजातन्त्रमा अब हामी उठाउने भनेर मागिराखेका छौँ, सभामुखले समय दिनुहुन्न। यसमा हामीले के गर्नु सक्छौँ? हाम्रो आवाज राख्छौँ। हस्, धन्यवाद।